होइन जमाना के आयो जेठाबाजे दाइ ए जेठाबाजे दाइ कुरो के हो भने नि आज 3-4 दिन भयो समाचार आएको हो कि होइन भनेर मैले निहालेर हेरेको होइन। अब सासु पनि उडाउँछ बुहारी पनि उडाउँछ मिठीहरूले। अनि उता फेरि एउटा लिम्बू भन्नेले फेरि अर्का बुढी काजीमान अरे फेरि नाम पनि 3वटा बुढी रहेछ त्यसको फेरि अर्काको बुढी उठाउँदै उठाउँदै हिँड्छ। यी मायाका पोकाहरू पनि भएको के हो? तपाईँ भनेको माया पोको सङ्घको अध्यक्ष होइन छलफल गर्नु पर्यो नि त। धेरै केरकेर नगराए अरूले कसले के उडाउँछ नि मलाई के भनिराखेको सरकारले सकेन नि त। तपाईँ हामी बसेर सरकारले नसकेको सुन्छु तपाईँ माया पोको सङ्घको अध्यक्ष उडाउँछ त नि अब कसैले के भन्यो बुहारी पनि उडाउनु पाउँछ अनि उडाउँदै रहेछ त अनि उडाइराखेको भनेर त एक कुरो गरेर नि अहिले त्यही त तपाईँ हो नि त अध्यक्ष भनेको त। लाटकाले अध्यक्ष भन्दाखेरि के अध्यक्ष मलाई अनि माया माया उडेर उडाउँछ मलाई अध्यक्ष भन्छ। अब के यो देशमा यस्तै पहिला जाने पनि दिने जान्छ अनि के हो रिल्याक्समा हो आफ्नो खुसीले गरेर खान्छ खाऊ भनेपछि मैले गरेर रोकेर रोक्नु सक्छु म होइन भनेपछि तपाईँलाई पनि अर्कै बुढी उडाउने रहर छ। यस्तो कार्यक्रम यस्तो नीतिहरू भ्रष्टाचारीहरूलाई चाहिँ नियुक्त गरौँ भन्नु छैन त। फेरि यो मान्छे कस्तो खालको फेरि अर्काको बुढी उडाउनु पर्छ अरे मैले रहर छ अरे त्यस्तै लाग्यो त तपाईँ मान्छेको यत्रका अर्काको बुढी उडाउनु काजी भन्ने चाहिँ कस्तो खालको रहेछ त्यो दन्तीमुनि हाल्छ क्या त के अरे तपाईँभन्दा खतरा रहेछ को अरे काजी त्यो यत्र भुत्रा काजी हुन्छ त्यो पाजी चाहिँ हो के यत्रका काजी हुन्छ 3-3वटा हो एकैचोटि उहाँ उता यता सबैतिर अझै कति छ होइन त्यो कस्तो खालको यो के अरे मान्छे साँच्चै होइन म त त्यसलाई ठोक्नु न त्यसलाई ठोक्नु त्यहाँ के ठोक्नु हो त्यसलाई सम्झाउनु न। 3टा बुढी के अरे ल्याएपछि उसलाई खुवाउने लाउने छ होला नि त सुताउने छ होला नि त ल्याउँछ नि अब के गर्नु यहाँ नेपालमा कानुन बनिएको छ र कानुन बनिएको छ भने उही के अरे घोरे ठ्याक छोरा मान्छेलाई घोरे ठ्याक पार्ने मात्रै नियम कानुन बनिएको छ छोरी मान्छेलाई घोरे ठ्याक बनाउने नियम कानुन बनिएको छ यहाँ त्यसो गर्नु त दाइ छ नि हामी पनि ट्राई गरौँ त अलिक बच के हिँड है त पनि अलिक बचेर हिँड अलिक होसको दबाई खानु क्या प्यार 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 नबल तेरो पनि घोग्रे ठ्याक होला अनि चाल पाउँछ नि रुनु पर्ला उता पर्तिर के अरे जङ्गलमा गएर अब काजी त रुनु पाएन 3टा बुढीले कमाएर पैसा पठाइदिएको रहेछ यत्रा भुत्रो केटीले बोलेको छ तपाईँलाई पनि पालिदिन्छु भनेको छ त्यो केटीले मलाई पनि हालिदिन्छु पालिदिन्छ अरे तपाईँलाई भन्नु हो मसँगलाई त्यो भित्रबाट त्यो के भैँसीको हड्डी चबाउने त्यो बङ्गार आउँछ नि एकैतालमा झारिदिन्छ मात्रै त्यस्तो कुरो चाहिँ नगर्छ नि जेठा बाजेसँग फेरि त्यो पत्रकारहरू चाहिँ के भएको खेती 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 भिडियो खिच्छ यार अनि त्यो त उनीहरूलाई अब के अरे देखाउनु छ खिच्छ यहाँ हामीलाई देखाउँछ त बाबेले पहिला त्यो पत्रकारलाई त्यो के खसीको त्यो कमल हड्डी बङ्गारलाई चबाउँछ नि त्यो बडाङ बुडाङ हुन्छ फेरि हो र ल्याओस् न तँलाई के गाह्रो लाग्यो होइन हामी पनि ल्याउँ भनेको क्या तपाईँले 3टा मैले 3टा अनि के अरे छोराको बुढी के अरे बाउले लगेको अरे नानीको आमाहरू सासु बुहारी नन्द सबै उठाएको छ क्या बाजेले सबै उठाइदियो सासु चाहिँ के भएको त्यो तपाईँलाई मैले भन्थेँ नि 50 नानीको होइन मान्छेहरू या छोरा मान्छे पैसा आउँदो रहेछ मैले चाहिँ आज पाएँ। अब पैसा आयो भनेर जता पाए त्यतै के अरे कुदेपछि हो त्यस्तो हुन्छ अब तपाईँलाई चाहिँ पैसा आएको छैन पुत्रमा मलाई पैसा आउँछ अब सकिसकेको मान्छे यहाँ 70-75 वर्ष पुगिसकेको मान्छे नचाहिने कुरो त्यो कुरो नगरे मलाई त रुडेर आउँछ यार